बनैमा हिँडेको मायाले मनैमा हिँडेको मायाले राखे मनैमा ल रुमको सानो रमाइलो पछि हामी जाँदैछौँ घुम्न कहाँ जाँदैछौँ र हामी बर्दुवे पार्कमा होइन आज हामी चाहिँ बर्दुवे पार्क घुम्न जाँदैछौँ हाम्रो मिसन के हो त आज यसो बनाउनु भनेर ल हामी चाहिँ त्यही हो है हाम्रो मिसन चाहिँ त्यही हो हाम्रो दाजुभाइ आउँदैछन् भित्रदेखि हाम्रो सोल्टे औ यता हेरिदेऊ नि त नि के छ त कुरा ठिकै छ नारायण सरकार है अनि हाम्रो दाजुभाइ एकचोटि हेरिदिउँ न त के छ त अनि जाने होइन त जाने हो नि होइन दाजुभाइ आऊ हामी चाहिँ फिलहाल लिफ्टमा है ल एकचोटि नजर लगाइदिनु न त सबजनाले यतातिर होइन ग्राउन्डमा पुग्यो हामी यहाँ दाजुभाइलाई पठाइने कुरा हुन्छ दाजुभाइकोमा टुरिस्ट आउने भनेको दाजुभाइमा हो क्या फेरि रुक एकछिन रुक औ दाजुभाइ आउँदाखेरि कि रुक न कहाँ हो जानी लिएर आऊ ल हामी चाहिँ दाजुभाइको पर्खाइमा है दाजुभाइ है नक्कले दाजुभाइ के छ त अनि ठिक छ एकदम ठिक छ नि होइन हाम्रो यात्रा कहाँसम्म गरे भिनाजु गति लाउनेवाला होइन दतीवाला ज्वाइँ हुन् गति लाउनेवाला ज्वाइँ कुर्ता लाउनेवाला बेनाजु सबै बेनाजु होइन ल अब जानुपर्छ होइन भेट्नलाई एकलट ससुराली कसको चाहिँ हो ससुराली चाहिँ वास्तवमा धोती र कुर्ता हाम्रो नेपाली दिदीबहिनीहरूको बेना भन्ने भन्नुभयो होइन ल ठिक छ हामी चाहिँ अब रिभल गरिन्छ बेनाहरू दिदीहरू यता बोला किन्न आउनु कि भिडियो स्टप भयो एकैछिनलाई फेरि अहिले दिनुपर्छ चल केही बाल भएन खल्ली बोलाउने कुरो हुन्छ एउटा भिडियो फेरि यहाँ बिमा लिन गहन कि केटाहरू त्यहाँ हिँड पनि जाऊँ त्यहाँ जाऊँ यतादेखि जाऊँ आइज
दाजुभाइ हुँ? यो उट पठाइने खाइनी अनि त्यस्तै औडावाला हो कि अनि बालै भन्यो कि आयो आयो कुमार एक नम्बर केटाहरू चाहिँ यतादेखि आउँदैछन् अब हामी चाहिँ जाने कुरा हुन्छ नाच्दै हो नि त एकलट फेरि सही हो नि होइन नाच दिनुपर्छ कि यस्तो ल गर्ने होइन मतलबी स्वाद दाजुभाइ अब ल हाम्रो उहाँ चाहिँ साउजी आना रुम साउजी घर स्याङ्जा ल भेट्न आएको हामी एकछिन फेरि अब हामी जाँदैछौँ यहाँदेखि पार्कसम्म ल बाँकी पार्कमै भेटेर आउँला ल हाम्रो यात्रा कहाँसम्म पुग्यो ढाका टोपी ढाका टोपी चाहिँ होइन टोपी चाहिँ हो होइन हेर्नुहोस् अनि प्रशासनमाल भेना छु खोइ त देख्दिनँ त भनेर है अब हामीले एकछिनमा केही समयमा हामीले देख्न सकिन्छ देख्न सकिन्छ अहिले गएपछि देखाइदिने कुरा हुन्छ फेरि होइन गएपछि देख्न सकिन्छ अनि यता लेफ्ट हान्ने हो कि जे जस्तो भयो नि सबैलाई माया गर्नुपर्छ यहाँ अहिलेसम्म चाहिँ अहिलेसम्म देखिएको छैन 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 अब एकछिनमा देखिन सक्नुहुन्छ उहाँ तपाईँको हुन्छ यस्तो विक्रम दाईको पसल कुन हो विक्रम दाईको पसल भिजिट गराउन नि दाइजो गरौँला एकछिन अनि पहिला हाम्रो भेनाजुलाई दर्शन गर्नुपर्छ कुर्थावाला भेनाजु सेम टपिकमा जाने हो कि हल्का टपिक चेन्ज पनि गर्ने अहिले सेम टपिक हो अब हाम्रो Same टपिक topic, छ सधैँभरि उही दाल भात पावर 24 आवर 24 आवर हो हाम्रो दाल भात बाहेक अरू कुरा केही छैन छैन होइन अनि जति जेसुकै भयो नि खाडीको जिन्दगी हो गाडीको जिन्दगी हो त्यो म नि त्यो भन्छु कि खाडीको जिन्दगी हो तालु खुल्यायो ताइले बस्यो। खुल्यो। अरू केही पनि हुने केही पनि छैन। केही पनि छैन केही पनि छैन बस खायो बस्यो त्यसो भिडियो बनायो 2-4 वटा फोटो खिच्यो खिच्यो ओहो यो त सुखमा जिन्दगी बिताइरहेको रहेछ भन्छन्। अनि देखिलाई उनीहरूले जस्तो तरिकाले सोध्छन् त्यो हाम्रो ठाउँमा छ त्यो आफ्नो हामीले जुन बगिरहेको छौँ त्यो आफ्नो ठाउँमा छ आफ्नै ठाउँमा छ आफ्नो भोगाइ आफ्नो सोचाइ आफ्नो ठाउँमा छ रमाइलो छ नभएको नि अनि नभएको पनि होइन केही गर्छु भनेर आफ्नो परिवारको लागि 2-4 कामको लागि आउने मान्छे पनि छन् है होइन सबैले नराम्रो भन्नु पनि मिल्दैन एउटा कुहिएको आलुले सबै गोदामै बिगार्छ भन्ने कुरा होइन सम्पूर्ण त्यो बोराभित्र कुहिएको सम्पूर्ण गोदामै बोराभित्र बिगारिदिन्छ क्या आलुलाई एउटा कुहिएको आलुले बिगार्छ होइन त्यस्तै हो सबैलाई नराम्रो भन्न पनि मिल्दैन 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 राम्रो भन्न पनि मिल्दैन समाजमा त्यही हो त्यही त्यस्तै हो जिन्दगी जिन्दगी बस आफ्नो जिन्दगी आफ्नो भाग्य के छ त्यही त्यही हो नि त्यसमा रमाउने हो त्यही हो त्यही कसैको भाग्य कसैले खोजेर पाउँदैन पाउनु यही नै हो बस जो होना है वो हो गरिरहेको है टेन्सन देना है लेने का नहीं है बस यही हो त्यही हो त्यही हो यही नै हो अरू केही पनि छैन आउनु त तिमी पनि आऊ यस्तै हो दाजुभाइ विदेशको दुःख विदेशको कुरा यस्तै हो त्यो माथि नि खाडीको स्पेसल भन्नु अनि पऱ्यो खाडी त अब खाडी नामै खाडी नामै खाडी नामै काफी छ होइन नामै काफी छ अनि केही बोल्नै पर्दैन पर्दै पर्दैन हप्तामा 6 दिन मरिन्जेल काम गर्यो नभोग ननिद्रा अभ्यास त्यस्तै छ त्यही पनि अब एक दिन यसो बाहिर निस्कियो चल ओहो आहा यताउति भन्छन् उनीहरू त केही पनि छैन वास्तविक यथार्थ जिन्दगी भनेको परदेशीलाई थाहा हुन्छ पीडा हुन्छ सबैलाई देखाउनै पर्छ भन्ने पनि छैन बाहिर जतिसुकै मुस्कान भयो नि भित्री बुढा भनेको आफ्नो ठाउँमा छ हुन्छ सबैलाई जतिसुकै पनि बाहिर मुस्कान दिएर रमाएर आछन् नि यिनीहरूलाई हप्ताको एक दिन मुस्कान हुन्छ 6 दिनको पिडाइ हो कस्तो तरिकाले के तरिकाले काम गरिरहेका छन् कसरी आफ्नो घर परिवार पालौँला के गरौँला भनेर सोचिरहेका छन्
सबै यथार्थ अब देख्न सकिन्छ यहाँ कुनै नौलो कुरा पनि होइन भनेपछि हामी फाइनल्ली पार्कमा आइसक्यो होइन फाइनल्ली अब हामी हाम्रो हुन त बर्दुबे भ्यू दिउँ न पार्क- त एकलट बर्दुबे पार्क हो भ्यू दिउँ न त होइन त्यसपछि नारायण भएको नेपाली पार्क नेपाली पार्क त्यसपछिको भयो त्यो चाहिँ त्यसपछिको- खासमा बर्दुबे पार्क त्यसपछिको अब यहाँ भनेको प्रायः जस्तो कुर्तावाला भिनाजु लुङ्गीवाला चाहिँ ज्वाइँ त्यही हो बढी भेटिन्छन् कुरो भनेकै त्यही हो क्या फाइनल कुरो भनेकै त्यही हो न बढी भेटिन्छन् ठुलो कुरो पनि होइन होइन दर्शन हान्ने होला नि त नि मेना दर्शन त हान्नु पर्यो भिनाजु ज्वाइँ भनेका झोलीका देउता हुन् जोलीका देउता औ, भान्जालाई त उनीहरू- भन्थे जोलीका देउता होइन, भान्जालाई नि भन्छन् कुनै ठुलो भिनाजु कुरो जोइलाई होइन नि भन्छन् हेत्तेरी भान्जा भिनाजु र ज्वाइँ नभइकन भान्जा मान्छे त आएनन् त्यो पनि सही कुरा हो अनि यिनीहरूलाई त भन्नु पर्यो पर मेन भनेको झोलीका देउता भनेको भिनाजु र ज्वाइँ त्यसपछि बल्ल भान्जा हो त्यसपछि एउटा- भान्जा हो एउटा कुर्तावाला एउटा लुङ्गीवाला त्यही नै छ अब विदेशको यथार्थ ल हामी फाइनल्ली चाहिँ कहाँ यो अरे पार्क नेपाली पार्क नेपाली पार्क पार्क चाहिँ पहिले- खास त पहिलेको नेपाली बर्दुबे होइन पार्क। अहिले चाहिँ नेपाली पार्क अहिले चाहिँ नेपाली पार्क भिडभाड चाहिँ पहिला उस्तै छ बर्दुबे पार्क थियो नेपाली धेरै आउने भएर चाहिँ नेपाली धेरै हुने भएर नेपाली पार्क बर्दुबे सरकारले नै नाम चेन्ज गरिदियो यहाँ चाहिँ पहिला एउटा क्याप्टेरिया थियो अहिले चाहिँ फिलहाल बन्द छ होइन यस्तै छ अरू हेरौँ। अब तपाईँको यहाँ सबै देखिने भनेको नेपाली नै हो प्रायः जसो भनेको सबै नेपालीले देखिन्छ नेपाली अनि गोराहरू पनि रहेछन् हो दुई चारवटा नेपाली विशेष गरी भनेको नेपाली त धेरै नै देखिन्छन् तर विशेष गरी भनेको कुर्तावाला भिनाजु अनि त्योभन्दा पहिले ननिकाल्ने कुरा है सलाम वालेकुम भन्छु सलाम वालेकुम मुदिर के पलक हो क्या होइन क्या हाल क्या पलक जेको रमाइलो आउँथ्यो है हामी चाहिँ गल्ली गल्लीतिर डुल्दै डुल्दै होइन हेलो गाइस हामी पनि अहिले नेपाली पार्कमा छौँ नेपाली पार्कमा छौँ बर्दुबे पार्क बर्दुबे पार्कमा तर नेपाली धेरै हुने भएकोले यो पार्कको नामाकरण चाहिँ दुवै सरकारले दुवै सरकारले गरे होइन नेपालीले मात्र गरे हो जसले गरे नि गऱ्यो केही भन्नु चिन्छन् मान्छेहरूले आज भनिन्छ सन्डेको छलफल सन्डेको चल्नु सबै के साह्रो गनाएको हो दाजुभाइ यहाँ जति पनि दुबईमा हुनुहुन्छ दिदी पनि दाजुभाइ ऊ आमा सर पार्कको भ्यू देखाइदिउँ न त एकलट जति पनि हुनुहुन्छ आज छुट्टीको दिन सदुपयोग गरेर यो ठाउँमा आउनुभएको छ एउटा हप्तामा 6 दिन दुःखको जे जस्तो भए पनि एक दिन चाहिँ एक दिन चाहिँ रमाइलो। रमाइलोलाई यो ठाउँमा आउनुभएको छ अब हेर्न सक्नुहुन्छ तपाईँले सबैको दुःख सबैको पीडा त्यही हो। सबैको भगाइ आफ्नो आफ्नो ठाउँमा छ हुनसक्छ कोही रहरले आउनुभयो कोही बाध्यताले आउनुभयो त्यही हो। सबै आफ्नो आफ्नो ठाउँमा छ अनि हेर्नुहोस्। यहाँ त फेरि यस्तो हो कि बाध्यताले आएर नि यहाँ के अरे रहरमा चलिरहेको मान्छेहरू नि अनि हुन्छ हुनसक्छ एउटा कुहिएको रहरमा आलु आएकोहरू बाध्यतामा नि हुनसके होइन एउटा बोराभित्र एउटा आलु कुहियो भने सबै बिग्रिन्छ भन्नु पनि छैन 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 सबै कुहियो भन्नु पनि छैन तर एउटा कुहियो भने त 90% चाहिँ खराब भइसक्ने सबै बिग्रिन्छ अभियसली हो उल्टा होला बेना यो दर्शन गऱ्यौ यो तपाईँको भनेको यो नेचुरल ट्रुथ हो एकदम सत्य कुरा ध्रुव सत्य कुरा सत्य कुरा अब आएका मान्छे सबै साध्य छन् पनि छैन बिग्रेका छन् त्यो भन्ने त पनि छैन हुन्छन् अब त बिग्रेको सृष्टि नै चल्दैन नि त दाजुभाइ सृष्टि नै चल्दैन प्रकृतिको नियम हो नियमले तोड्न मिलेन तोड्न नि मिलेन चल्दैन चल्ला नि चल्दैन फेरि यही हो ल हेर्नुहोस् अब नेपाली पार्कको रमझम रमझम छुट्टीको दिन तर किन आज सुनसान देख्दैछु त म त किन आज है दिदी बहिनी अब टाइम पनि भएको छैन साँझ बख अलि भिडभाड हुन्छ धेरै भिडभाड हुन्छ अब यस्तो हो र तपाईँको साँझ बखको टाइम चाहिँ सबै काम सकेर आफ्नो दुःख आफ्नो पीडा बेसाउनलाई नि यतै नै आउनुहुन्छ तर अहिले फिलहाल कहाँ जानुभयो भन्ने कुरा है सबैलाई नराम्रो सोच्नुपर्छ ल बर्दुबेको भ्यू है भिडभाड चाहिँ धेरै नै छ अब सन्डे भनेर होइन सन्डे आज सबजनाको छुट्टी त्यो भएर चाहिँ
विशेष गरी नेपालीहरू छन त छन्, खोइरेहरू पनि देखिँदै छन् होइन। आज भिडभाड चाहिँ निकै छ। यो मर्दुवी भ्यू पार्क हो है यो चाहिँ। रमाइलो चाहिँ यो के होइन, यो पनि कुर्तावाला बिना दिदी उता फर्केर बस्न आइन्छ फेरि लजाएर कि किन खै सिक्युरिटीहरू है। म भिडियो बनाइरहेको छु, हामीलाई चाहिँ बनिसकिरहेछ नि अगाडि, केही फरक पर्दैन होइन। हामी चाहिँ भिडियो बनाइरहेको थियौँ, यहाँ सेक्युरिटीले दफा हान्थ्यो कि हामीलाई चाहिँ भिडियो बनाउनु पाइन्न होला। यहाँ चाहिँ मस्त रहेछ नि त दाजुभाइ, टक्क गाडीवाला स्टल होइन, चटपटे खाना पाउने रहेछ। चलाउनु मिलिने हो गाडी त। एकछिन यहाँ हावा खाने कुरा हुन्छ त्यो पिपल छेउ मुनि बसेर। अनि त्यसपछि फेरि हाम्रो बाँकी डेस्टिनेसन कहाँसम्मको हेरौँ अब घुमौँ। हो कस्तो कलरफुल चरा यार, मस्त उडेर गइदियो त है। यो चाहिँ के हो वास्तवमा, घडी जस्तो जस्तो लाग्दैछ। समयअनुसार चल्नुपर्छ सिका हो, विशेष गरी नेपालीहरूले हो क्या। कुर्ता बिनाजु यहाँ चाहिँ पिपलको रुख मुनि मस्त शीतल हावा खाँदै होइन, टक्क यहाँ बस्ने कुरा हुन्छ हामी चाहिँ होइन। यहीँ बस्ने कुरा भयो, यहाँ बस्ने कुरा हुन्छ। एकछिन यहाँ रेस्ट गरेर बाँकी बर्दिएको भिडबाट है। सन्डे यो एउटा छुट्टीको दिन, हप्तामा 6 दिन काम गरेर एकदम रमाइलो गर्ने। यो चाहिँ ठ्याक्क के अरे हाम्रो बोट चढ्ने ठाउँ होइन, हाब्रा स्टेसन बोट चढ्ने ठाउँ। यहाँदेखि बोट चढेर चाहिँ हामी कहाँ कहाँ जान सकिन्छ, जुमेरा, सार्जा, डेरा पनि जानुहुन्छ। डेरा पनि जानु। यो भनेको तपाईँको ठाउँ भनेको हप्तामा 6 दिन काम गरेर 1 दिन रमाइलो गर्ने एउटा दुःख सुख जे छ आफ्नो साथीभाइ त्यो पनि पाउनु हो। सबै मान्छेहरूले त कहाँ 2 महिना पछि आइरहेको हुन्छन्। हुन्छ एउटा यो चाहिँ हाम्रो के भन्ने ठाउँ अरे दाजुभाइ? टोपी ढाका टोपी भन्थ्यौ अघि तिमीले, टोपी मात्र है, ढाका टोपी चाहिँ होइन, टोपी होइन। हाम्रो फेमस ठाउँ नेपाली पार्कको फेमस ठाउँ यो चाहिँ हाम्रो बोट चढेर जाने ठाउँ ठ्याक्क होइन। हप्तामा 1 दिन, महिनामा 1 दिन, 2 महिनामा पनि हुनसक्छ। भए पनि समग्र युएको एउटा दुःख बिसाउने ठाउँ हो आफ्नो साथीभाइ भेटघाट। दुःख मात्र बिसाए त हुन्थ्यो, यहाँ त सुख पनि बिसाउँछ नि त हो। आफ्नो साथीभाइ भेटघाट, इष्टमित्र भेटघाट, सबै कुरा भेटघाट प्रोग्राम होइन, आफ्नो हुन्छ आफन्त इष्टमित्रसँग भेटघाट प्रोग्राम हुन्छ। सबै हुन्छ, सबै कुरालाई हामीले टिकटक बनाउने प्रोग्राम अर्कै छ फेरि। सबै कुरालाई नकारात्मक सोचमा गरेर पनि हुँदैन होला। तपाईँको हप्तामा 6 दिन दुःख गरेर 1 दिन छुट्टी मिल्छ। एउटा दुःख पीडा बेसाउने चौतारी भनेको यही एउटा पार्क हो। यहाँ चाहिँ सुगासँग फोटो खिच्ने ठाउँ है। एकचोटि फोटो खिच्यो कति? 5 दिरम टक्क 5 दिरम तिर्यो, सुगा हातमा लिएर फोटो खिच्न पाउँछ। यहाँ तपाईँको कस्तो हुन्छ भने जे भए पनि परदेशको ठाउँ हो, आफ्नो घर परिवारसँग बसे जस्तो त हुँदैन। दुःख सुख जे जस्तो भए पनि यो भ्यू चाहिँ खतरा हो कि दाजुभाइ, हेर त चरा कति उडेछन्। दुःख सुख जेसुकै भए पनि एउटा बिसाउने ठाउँ भनेको यही हो। हेर्नुहोस्, कसैलाई रहरले होला, कसैलाई कहरले होला, हामीलाई त कहरले नै बाध्यताले डोर्याएको हो यो ठाउँ। रहरले अभियसली पनि होइन। त्यसैले अब के भनौँ, परदेशको जिन्दगी यो ठाउँ चाहिँ के विशेष गरी के हुक्का तान्ने, जुस पिउनेहरू, रङ्ग रमाइलो। हप्तामा 1 दिन छुट्टी हुन्छ, 15 दिनमा छुट्टी होला, 1 महिनामा छुट्टी होला। रमाइलो भनेको यही नै हो। दुःख पीडा आफ्नो ठाउँमा छँदैछ।
त्यो आफ्नो ठाउँमा राखेर अब यो चाहिँ कस्तो हुन्छ भने महिनामा 29 दिन दुःख गरेर एक दिन त सुख काट्नु पर्छ रमाइलो सधैँ काम गरेर कहाँदेखि पुगेछ नि अनि सधैँ काम कहाँदेखि भएछ नि सक्दा पनि सकिँदैन रमाइलो पनि गर्नुपर्छ आफ्नो शरीरलाई रेस्ट पनि चाहियो ख्याल पनि गर्नु पर्यो काम पनि गर्नु पऱ्यो काम छँदैछ रेस्ट पनि आफ्नो ठाउँमा छँदैछ यही नै हो अब के भनौँ यहाँ चाहिँ अब नेपालीभन्दा बाहिरको मान्छे धेरै देखेँ त मैले कति साह्रो भिडभाड How come food coming? You giving? हाम्रो यो चाहिँ बोटको ट्रान्सपोर्टेसन है यहाँदेखि ऊ त्यो पारिदेखि नि तेह्र भन्छ होइन त्यो चाहिँ 1 दिरम तिरेर चाहिँ पारि जान सकिन्छ 1 दिरम तिरेर सेम वारी आउन सकिन्छ यो ट्रान्सपोर्टेसनको लागि युज हुने बोटहरू हो यो चाहिँ हेरौँ न चराहरू कस्तो बवाल उडिरहेको होइन आऊ आऊ यहाँ चाहिँ माछालाई चराहरूलाई फिडिङ गर्छ कि मान्छेहरूले होइन खानाहरू दिन्छ त्यो भएर चाहिँ यहाँ भिडभाड धेरै लागेको हो होइन टक्क लगाएर यहाँ चाहिँ बोटमा जानेहरूको भिडभाड है यो चाहिँ लाइनमा लागेर टक्क लगाएर धेरै लामो चाहिँ भइरहेछ होइन यो चाहिँ हेर्नुपर्छ कि त्यो होइन क्लट है हो र दाजु चराहरूको भिडबाट यो चाहिँ हो के भन्नुपर्छ यार भन्नुपर्छ एकचोटि छेउमै गएर हेरिदिउँ त रमाइलो हो हो चराको नाम चाहिँ के हो वास्तवमा थाहा छैन नि यसमा एकलट हामी पनि आइदिउँ न त फेरि ल नमस्ते हो ल यहाँ पछि हामी चाहिँ बाटो लाग्दैछौँ रुमतर्फ कहाँ रुम जाने बाटो चाहिँ यही हो कहाँ गयो हाम्रो सरहरू किताब रुममा त पुगेन यहाँ चाहिँ हाम्रो पौराणिक ऐतिहासिक पुरानो चिजहरू होइन म्याक्सिमम् भनेको त्यही नै हेर्ने होइन त्यही हो यहाँ चाहिँ कल्चरिक चिजहरू पौराणिक ऐतिहासिक कल्चरिक चिजहरू मात्र पाउँछ म्याक्सिमम् भनेको त्यही हो त्यही हो यो चाहिँ दुबईको सबभन्दा पुरानो बजार होइन पुरानो बजार एकदम पुरानो बजार बर्दुबईको एकदम पुरानो बजार पुरानो बस्ती भएको ठाउँ पनि होइन त्यही हो यहाँदेखि अगाडि चाहिँ होइन फेरि ऐतिहासिक चिजहरू सब चिजहरू पाउने ठाउँ हो त्यही हो हाम्रो ल हामी चाहिँ ब्याक टु रुम होइन ब्याक टु रुम के भने हाम्रो भिडियो चाहिँ सिद्धिसक्यो बर्दुबईको रमाइलो बर्दुबईको व्यवस्थित बजार एकदम व्यस्त बजार भनेको यो बेस्ट बजार होइन बर्दुबईको नेपाली हाम्रो देखाइसक्यो होइन नेपाली पार्क देखाइसक्यो नेपाली यहाँ पनि बेस्तै छ सम्म त बेस्ट व्यस्त छ पछाडिको एकदम त्यो बलिउड साइड हो हलिउड साइड छ त्यहाँ अगाडि गयो एकदम व्यस्त बजार हो यो चाहिँ त्यो चाहिँ हामीले देखाइसक्यो अब चाहिँ हामी ब्याक टु रुम हरेक सन्डे हरेक सन्डे आउनु पर्छ अरू दिन त यो हाम्रो छोटो मिठो कुराकानी खासै भिडभाड हुँदैन अँ, यो
सन्डे चाहिँ सन्डे चाहिँ एकदम व्यस्त बजार हो यो खुट्टा टेक्ने ठाउँ पनि हुन्न। हुँदैन यो भनेको हाम्रो- अब हामी चाहिँ अब हाम्रो नेपाली यो- पार्क गएर आइयो हाम्रो गएर छोटो मिठो ब्लग भनेको यही नै अब हो यति हो, यति नै यही पुग्यो। हो। हामी चाहिँ अब रुम फर्किन लाग्यो होइन, एकदम ट्याक्क लगाएर रुम फर्किन लाग्यो। अब बाँकी चाहिँ हामी अर्को भिडियोमा भेटौँला। केही भन्नु छ दाजुभाइ? सो गाइज सो गाइस माया गरिदिनु होला माया भिडियोलाई। गरिदिनु होला, यो छोटो मिठो ब्लगलाई अनि माया सपोर्ट गरिदिनु होला गर्नु पऱ्यो नि त अनि यही नै हो त्यति हो भन्नु छ। बाँकी चाहिँ हामी नेक्स्ट सन्डेको अर्को भिडियोमा भेट्ने होइन, एकदम एकदम ल अर्को भिडियोमा भेटौँला। त्यति बेलाको लागि सम्म बाई बाई। हात हल्लाइदिउँ नि त एकचोटि ल ल।